मार्छौ किन घरिघरि डुबाई ती नजरमा नघुमन सुन्दरी बनी बर्दिवास सहरमा प्रेम प्रस्ताव तिम्रो सामु राख्दैछु स्वीकार गर प्रेम प्रस्ताव तिम्रो सामु राख्दैछु स्वीकार गर जाउँ हिँड मसँग तिमी मेरो घरमा प्रेम पत्र मेरो सामु मान्दिन म हजुर पछि नलागे नि हुन्छ मेरै पछि तिम्रो दिल हारेर के गर्छ फक्रदै गरेको तिम्रो जिउ जानले नमार जुन चाहिँ मुहारको रसपानले नमार फक्रदै गरेको तिम्रो जिउ जानले नमारन जुन चाहिँ मुहारको रसपानले नमारन मार्ने मन छ भने गोली हानिदेऊ छातीमै मार्ने मन छ भने गोली हानिदेऊ छातीमै तर प्रिय मन्द मुस्कानले नमार दिनमै प्रहार नगर न एउटै कुरा सबै सामु बारम्बार नगर न जाऊ बरु ऐनामा अनुहार हेर एकचोटि यो चाहिँ कडा है सोच्नै गर्दैन स्वीकार गर यो चाहिँ कडा है यो चाहिँ कडा है लास्ट अनुहार त गतिलै छ मेरो ऐना हेर्नु पर्दैन पछि लाग्ने नि धेरै छन् बेइज्जत गर्नु पर्दैन अनुहार त गतिलै छ ऐना हेर्नु पर्दैन पछि लाग्ने नि धेरै छ बेइज्जत गर्नु पर्दैन बरु समयमै कुरा बुझ नत्र पस्ताउनु पर्ला फेरि बरु समयमै कुरा बुझ नत्र पस्ताउनु पर्ला फेरि समय अझै बाँकी छ अलमलमा पढ्नु पर्दैन प्रेमको कुरा छोडौँ आऊ जीवन सफल गरौँ हामी पनि सफल हुन सँगै बिहे चाहिँ पढौँ सोचौँला हामी एक हुने कुरा अहिले त नाथनतिर एक पाइ भविष्य निर्माणको प्रयासमा उज्जवल भविष्यको आशमा जाउँ न त हस्पिटालिटी पढ्न नाथम बर्दिवास ₹100 पैसा मेरो तर्फबाट चकलेट सधैँ होस् सुखको कामना मन्द मुस्कान सँगै दसैँको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना।